नेपालले कतारबाट धेरै कुराहरू सिक्नुपर्ने छ र कतारले त मान्छेलाई चिन्यो, नेपालीहरूलाई चिन्यो, नेपालीहरूको सहनशीलतालाई चिन्यो र नेपालीहरूलाई धेरै रोजगारको चाहिँ अवसर पनि दियो र नेपालीहरूले पनि आफ्नो चाहिँ क्षमताले भ्याएअनुसार सहयोग गरे र यो देश बन्न जहाँ अहिले चाहिँ म छु यो चाहिँ देखिने सिटी सेन्टर घनेस एरिया यसमा चाहिँ नेपालीहरूको चाहिँ रगत पसिनाहरू छ। यद्यपि यहाँको चाहिँ म्यानेजमेन्ट यहाँको चाहिँ सरकारको नीति चाहिँ को एउटा असाध्यै मनपर्ने पक्ष भनेको अलवेज इन्भेस्ट अन द यङ पिपुल, अलवेज होइन, सधैँ चाहिँ एउटा युवा जवानहरूलाई चाहिँ इन्भेस्ट गर्ने र चाहिँ युवा जवानहरूलाई चाहिँ एन्टरप्रेन्योर बनाउने र सधैँ चाहिँ अब यङ मान्छेभित्र चाहिँ इन्भेस्ट गर्ने चाहिँ एउटा असाध्यै राम्रो नीति छ, जुनको एउटा उदाहरण हो। आफू राजा हुँदाहुँदै पनि आफ्नो छोरालाई चाहिँ एउटा राजगद्दी चाहिँ दिएको उदाहरण छ कतार। त्यही भएर कतारले असाध्यै छिटो प्रगति गर्नुमा यङ मान्छेहरूलाई चाहिँ इन्भेस्ट गर्यो। यङ मान्छेहरूले चाहिँ आफ्नो देशको विकास गर्नलाई लालच भए र यो सधैँ चाहिँ यङ मान्छेमा एउटा इनर्जेटिक्स टाइम हुन्छ भन्नेको चाहिँ राम्रो उदाहरण कतार पनि हो। आफूले नजिकबाट निहाल्दाखेरि आफूले बुझेको चाहिँ यही हो।